नमस्कार, मेरो नाम कस्तुरी रोकाई, शिवालय गाउँपालिका वडा नम्बर 6 रोकाई जातगढ। म यहाँ ब्लड कर्णन ट्रेनिङ सेन्टरबाट ट्रेनिङ गर्न लागेको करिब 6-7 महिना भइसक्यो। हरेक पटक असफल हुँदा ब्लड कर्णनमा आउँदा पहिलो पटक नै सफल भएकी छु र मलाई यहाँसम्म पुर्याउनु हुने मेरो गुरु दिपेन्द्र थापा मगरलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु र प्रशिक्षक पारस विक्रम केसी सरलाई पनि धन्यवाद दिन चाहन्छु, टाढा भए पनि। र मलाई यहाँसम्म दुःख कष्ट गरेर यहाँसम्म पुर्याउनु हुने मेरो घर परिवारलाई पनि टाढा भए पनि धन्यवाद दिन चाहन्छु। मैले सोचेको पनि थिएन म आज यहाँसम्म पुग्छु भनेर मेरो घर परिवारले पनि विश्वास मान्नु भएको थिएन मलाई आज यहाँसम्म पुग्छ भनेर। हरेक पटक असफल हुँदा घर परिवारको विश्वास पनि टुटेको थियो र अहिले यस ब्लड कर्णन ट्रेनिङ सेन्टरमा आउँदा सफल भँदा मेरो घर परिवारलाई पनि गर्व भएको छ। आज नेपाली सेनाको सैन्य पदमा सिफारिस हुँदा मेरो घर परिवार भन्दा पनि खुसी मेरो घर परिवार भन्दा पनि खुसी प्रशिक्षक मेरो गुरु दिपेन्द्र थापा मगर पनि खुसी नै हुनुहुन्छ। मलाई यहाँसम्म पुर्याउनु हुने मेरो परिवारको भन्दा पनि ठुलो हात दिपेन्द्र थापा मगर गुरुको रहेको छ। आज मलाई यहाँसम्म पुग्दा आफूलाई नै गर्व लागेको छ। धन्यवाद, यति नै।